छ है त। अनि यो गर्नुको मुख्य उद्देश्य के भन्दाखेरि बाबाले हामीलाई दृष्टि दिनु भनेर सिकाउनु भएको छ। तर अहिले के छ भने हामी आफै पनि सतो प्रधान नभएको कारणले हाम्रो दृष्टिको बलले काम गर्दैन। त्यही भएको कारणले हाम्रो शरीर तमो प्रधान भएकोले उसलाई महसुस नै गर्नुपर्छ, छुनुपर्छ। त्यो भएको कारणले गर्दा तपाईँले के गर्दा चाहिँ शरीरले त्यो कुरा महसुस गरेपछि शरीरभित्र त्यही मैले भने खुसीको एन्ड्रोफिन, डोपामाइन र रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति, अस्ति भन्नु WBC व्हाइट ब्लड कर्पसल भनेर भन्छ, WBC को सेल्स काउन्टहरू बढेर जान्छ। अस्ति दिजुले भन्नुभयो 3-4 हजार छ भने अब त्यो सेल्स बढेर 55,000, 60,000, 5 लाख हुन्छ, जसले गर्दा उहाँ चाँडो भन्दा चाँडो सेवामा फर्किन सक्नुहुन्छ। त्यही भएर अन एन्ड अफ उहाँको सम्पर्क यहाँ नभए आश्रममा फोन गर्ने, सोध्ने दिदी आज के भन्छ गाजरको सुप खानु भयो कि भएन, वा जुन कुराहरू उहाँलाई खानु भनेको थियो त्यो कुराहरू लिनु भयो कि भएन तपाईँले पनि सोधिरहे। किनभने अब उहाँको शरीर रहेन कि त्यो सबै अब हाम्रो सेवाको शरीर रह्यो। त्यो भएको कारणले त्यो रथलाई अब उहाँले मात्र केयर गर्ने कि हामीले पनि केयर गर्नुपर्छ। यसरी उहाँलाई रेगुलर र दिनदिनै राम्रो कुनै पनि कथा घटनाहरूको कुराहरू उहाँलाई सुनाउने। कुनै पनि नेगेटिभ शब्दहरू, जस्तै कोही बहिनीजीलाई रिस उठे त्यो गाली गरेको उहाँको अगाडि गाली गर्नु पाइँदैन। तपाईँले उहाँको अगाडि मोबाइल पनि चलाउनु पाउनुहुन्न। किन भन्दाखेरि मोबाइलको रेडिएसनले उहाँलाई असर गर्छ, सेल्सलाई असर गर्छ। त्यही भएर उहाँ हुने कोठामा उहाँसँग कुरा गर्दा तपाईँले मोबाइलहरूलाई स्विच अफ वा फ्लाइट मोडमा राखिदिने अनि उहाँसँग कुरा गर्ने र सकभर उहाँलाई चाहिँ शान्त वातावरण आफूले पनि सृजना गर्ने त्यो विचार गर्नु। तपाईँले बुझ्नुहोस् कि उहाँसँगै भइरहँदा भाँडाकुँडा टाङ्राङ टुङ्ग्नु खस्यो भने मेरो दिमागको सोच ठिक छैन भनेर बुझ्ने, किनभने नेगेटिभ चलिरहेछ, त्यही भएर भाँडा खसेको हो। त्यही भएर अब उहाँसँग शुभभावना शुभकामना जति चाँडो सकाशको प्रयोग गर्नुहुन्छ त्यति बाबाले योगको प्रयोग गर्नुपर्छ, त्यसले उहाँलाई हिलिङ गर्छ है त। यो कुराहरू रहेको छ। अब म दिजुलाई सानो कुरा सोध्छु, यसो गरिरहँदा कस्तो मनमा आयो अलिकति सेयर गरिदिनुहोस् त। तार भ्याउँदैन दिदी नै बोल्नु थोरै, तपाईँ बोल्नै पर्छ, शरीरले बोल्न लगाउँदैन क्या। त्यही भएर मैले जानी अलिक बल गराएको। नबोल्ने कस्तो महसुस भयो? दिल गार्डन भयो कि वाह भयो कि त्यति त भनिदिनुहोस् न। हेर्नुहोस् त तपाईँको लागि भनेर सबैजना यहाँ सबै दर्शकहरू कुरेर बसिरहेको छ हिरो पाठधारी दिदीको लागि। ल बसेरै भनिस्यो, हेर्नु त भाइहरू जिज्ञासा कस्तो महसुस भयो? केही त फिल भयो नि त भित्र, भनिदिनुहोस्। ओके हल्का फिल भयो भनेको मतलब जति उहाँलाई हल्का फिल गर्नुहुन्छ उहाँको सोचाइ हो कि उहाँको शरीर नै हल्का। जस्तै आज बाबाले डबल फरिस्टा भन्नुभएको छ यो कुराहरू। ल एनीवे उहाँलाई तपाईँले जहिले पनि भेट्ने बेला कानमा खुसुको दिदी सक्नुहुन्छ, तपाईँ स्वस्थ हुनुहुन्छ, बधाई छ। ल तपाईँ स्वस्थ हुनुभयो, मलाई लड्डु कहिले खुवाउने, तिलको लड्डु कहिले खुवाउने, खिर कहिले खुवाउने, केरा कहिले खुवाउने भने गर्ने कानमा है त। अनि त्यो कानमा उहाँको जान्छ है त। ल थ्याङ्क यू दिदी। ल ओम शान्ति।